गणतन्त्रवादीहरू डराए भन्नुभयो तपाईँले, तर अब तपाईँहरूकै प्रतिकारमा उत्रिनका लागि गणतन्त्रवादीहरूले नै आन्दोलन गर्दै हुनुहुन्छ। तपाईँको 5 लाख मान्छे यही दरमागमा यही मुटु भनिएको ठाउँमा एमालेको तपाईँको 2 तिहाईको सरकार हुँदा उसले शक्ति प्रदर्शन गर्दा 5 लाख भन्दा 5,000 थिएन। हामीले त तपाईँको अरू कुराले हेर्दैन, आजको दुनियाँमा ढाँटेर हुँदैन। तपाईँको सामाजिक सञ्जालमा 2 मिनटपछि तपाईँको भाइरल हुन्छ भिडियो, लाइभ हुन्छ। अब उहाँहरूले 5 लाख 20 लाख मान्छे भने पनि जनता यति नै हो। हामी बाँकी रहेको जनताले साथ कसरी दिन्छन् सबैले निहालेको छ। जनता भनेको जनार्दन हुन्छ होइन। नेपाली जनता त अहिले तेल र पैसामा बिग्रिरहेको क्या अहिले पछिल्लो समय। होइन, मैले भने नि त्यो पनि उहाँहरूले गरिदिनुहुन्छ। म त लिनुहोस् भनिरहेको छु। तेलको पनि खाँचो छ, रोजगारी छैन, हेर्नुहोस् जीविकोपार्जन गर्न गाह्रो छ पक्कै हाम्रो जस्तो युवालाई। पैसा पनि लिनुहोस्, तेल पनि हाल्नुहोस्, तर स्वच्छ एजेन्डामा हिँड्नुहोस्। दाजुभाइलाई म यही भन्न चाहन्छु, त्यो अधिकार तपाईँहरूलाई छ कि, किनभने भोट हालेर जिताउनुको गलत हाम्रो त्यही भयो। पैसा पनि लिनुहोस्, दिएको पनि खानुहोस्, तर स्वच्छ एजेन्डामा हिँड्नुहोस्। उहाँहरू ती मात खानुहुन्छ। राजाको पोखरादेखि काठमाडौँ फिर्ती सवारीपछि गणतन्त्रवादीहरू डराएका हुन् भन्ने हो। तपाईँलाई एउटा कुरा भन्छु, आज राजा जनताको मात्रै तपाईँको घेराबन्दीमा हुनुहुन्छ र जनता मात्रै उहाँको सेक्युरिटीको घेरामा हुनुहुन्छ। उहाँहरूको 3 तह 4 तहको सेक्युरिटीको घेरा छ। उहाँहरूसँग सबै कुरा छ। उहाँहरूसँग साम दण्ड भेद भने जस्तो पावर पैसा सबै कुरा छ। तर पनि उहाँहरू किन डराइरहनु भएको छ भने तपाईँ हाम्रा कारणले, किनभने हामी जागिसकेका छौँ, हामी सचेत छौँ होइन। दैनिक नारायण हिटी दरबार यो काठमाडौँको मुटुमा आएर यसरी हामीले चाहिँ तपाईँको ढोका ढकढकाउनु पर्ने, उहाँहरूलाई सच्चिने मौका दिँदै उहाँहरू नसच्चिने सकिसकेपछि उहाँहरूले बुझिसक्नु भएको छ। छिमेकी मुलुकहरूमा पनि बङ्गलादेशको हालत, श्रीलङ्काको हालत देखिराख्नु भएको छ दैनिक टेलिभिजनहरूमा, दैनिक सामाजिक सञ्जालमा। यसले गर्दा मलाई के लागिरहेछ भने उहाँलाई चाहिँ त्यो अस्तित्व हामीले के पनि गरेको होइन होइन। राजाप्रतिको मोह हो, राजाप्रतिको माया हो। त्यो न मासु भातले न कुनै पैसाले खरिद बिक्री गरेको त्यो नेपाली जनताको भिड हो। त्यो भिड देख्दा उहाँलाई डर कुनै दिन यो भिडले साँच्चीकै हाम्रो घरसम्म आइपुग्यो भने हामी भाग्ने कसरी बाँच्ने कसरी भन्ने एउटा डरका कारण हो। तर म एउटा कुरा के आग्रह गर्छु भने उहाँहरूले जे गर्नुभयो त्यो खालको चाहिँ हुँदैन। हेर्नुहोस्, उहाँहरूले जे गर्नुभयो हाम्रो आन्दोलन त्यस्तो हुँदैन। हामी शान्ति प्रक्रियामै जान्छौँ। हामी एकचोटि अझै पनि उहाँहरूलाई मौका दिन्छौँ। आउनुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाएर यो संविधानलाई फालेर अर्को संविधान बनाऊ र त्यहाँ सबै अट्ने, राजा पनि अट्ने, दल पनि अट्ने, 2047 सालको संविधान अटाउँ, त्यसमा हामी सबै अट्छौँ। हो, तपाईँले यो भनिरहँदा फेरि यी अहिले गणतन्त्रमा रहेका जो ठुला दलका नेताहरू छन् यिनीहरू नै फेरि राजा फर्काएर यिनीहरू नै सत्तामा पुग्ने भन्ने त्यसको हालत के होला फेरि? अब तपाईँलाई म एउटा कुरा भन्छु, यो चाहिँ नगर्नका लागि यिनै नेता भन्नको लागि राजा आएर राजाले गर्न सक्नुहुन्छ त्यो कुरा चाहिँ हामी जनताको हातमा छ। भोट यसको सबैभन्दा ठुलो दोषी हामी जनता पनि हौ, किनभने हामी जनताले पनि यसको भोट यसरी नदिएको भए र यस्तो नगरेको भए सायद मलाई के लाग्छ भने हामीले आफू यो भोग्नु पर्दैन थियो। हामीले 5 मिनट यी नेताहरूलाई सम्झेर एउटा नेताहरूको हिसाब किताब गर्ने बेला आउँदैछ चुनावमा। हामीले यी नेताहरूलाई बढार्नको निम्ति अब कुटेर आफ्नै दाजुभाइ दिदीबहिनी हो अथवा हामीले लात हानेर खेदेर मात्रै हुँदैन, हामीले चुनाव मार्फत बढार्न सक्छौँ। यो अरू विकल्पहरू हुँदै जान्छ। अब चाहिँ हामी अहिले नारायण हिटी दरबारको छेउमा छौँ, तपाईँहरू आन्दोलन पनि गरिराख्नु भएको छ। अब नारायण हिटीमा पूर्व राजा ज्ञानेन्द्रलाई कहिले ल्याउनुहुन्छ? अब यसको चाहिँ तपाईँको गुरुर कुदेर आएर तपाईँको निर्मल निवासबाट नारायण हिटी आए जस्तो यसको प्रक्रिया छ। सर्वदलीय बैठक बस्ला, सर्वदलीय सरकार बन्ला होइन, त्यसपछि तपाईँको संविधान च्यातिएला, संविधान अर्को बन्ला होइन, त्यसपछि देशमा कसरी स्पेस दिने भन्ने कुरा चाहिँ अब अझै राजनीतिक हिसाबले पनि धेरै कामकाज बाँकी छ। पहिला सुरु यो नेताहरूलाई डन्डा लगाएर नेताहरूको बदमासीलाई पहिला पक्रिसकेका छौँ। त्यो बदमासी पक्रिँदै गएपछि अब त अगाडि बढिहाल्यो नि। राजाको व्यापक विरोध गरिरहेका प्रचण्ड र ओलीलाई के भन्न चाहनुहुन्छ? अब उहाँहरू हिजो प्रचण्ड त भन्दिनँ, अब एउटा सुरुङमा बसेर यति ठुलो बल्ल तपाईँको क्रान्तिको सपना देखाएँ भनेर आफ्नै छोरीलाई, आफ्नै ज्वाइँलाई, आफ्नै छोरालाई, आफ्नै परिवारलाई, इष्टमित्रलाई, नातागोता, सम्झिना भाइलाई समेत उहाँले तपाईँको सुख सयल कस्तो हुन्छ होइन, राम्रो जुत्ता लाउनु भएको रहेछ उहाँले, जब जनयुद्धमा जाँदा राम्रो खानु भएको रहेछ, 84 व्यञ्जन कस्तो हुन्छ, ओछ्यानमा सुताइ कस्तो हुन्छ त देखाइदिनु भयो। तर एउटा लज्जास्पद कुरा, उमेरको हिसाबले पनि हजुरबुवा जस्तो उमेरको मान्छेलाई मैले अति दिनु राम्रो त नहोला। केपी शर्मा ओली पनि राजाको पालामा गृहमन्त्री हुनुभएको, उहाँहरू नै हुनुहुन्छ क्या घुमीफिरी। शेरबहादुर देउवा पनि प्रधानमन्त्री हुनुभएको। अब उहाँहरूले दाम चढाएर कतिजना प्रधानमन्त्री बन्नको लागि लाइनमा जानुभएको। तपाईँहरू तुच्छ पराकाष्ठ नबोल्नुहोस्। तपाईँहरूले जे सिकाउनु भएको छ जनता हामी हो, हामीले भोलि तपाईँलाई त्यही तरिकाले गाली गऱ्यौँ, त्यही तरिकाले तपाईँ हातपात गर्न थाल्यौँ भने तपाईँहरू 1000 हुनुहोला। जनता त 3.5 करोड छन्। यहाँ मात्र होइन, विदेशमा बसेर जनता पनि तपाईँको लाखौँ तिरेर आउन तयार छन्। यसको सबैभन्दा ठुलो मूल्य कसले चुकाउनुपर्छ विचार गर्नुहोस् भन्न चाहन्छु।
जसरी राजावादीहरू आन्दोलन गरिराख्दाखेरि गणतन्त्रवादीहरूले पनि 15 गते आन्दोलनको घोषणा गरेका छन् राजावादीहरूको विरुद्धमा। यसलाई कसरी लिनुभएको छ? अब यो गणतन्त्र र राजतन्त्रको विरुद्ध र पक्ष चाहिँ म भन्दिनँ। पक्ष र विपक्षको लडाइँ नगरौँ। हामी जति जनता छौँ, जति अटेका छौँ, कतिजना हाम्रो आफ्ना बाध्यताका कारणले, परिवार नभएका कारणले अथवा हात्तीको पाचनका कारणले चाहिँ आज तपाईँको खण्डित भएर परिवार आज विश्वभरि घुम्नु परेको छ। सायद म पनि त्यो कुरामा भिक्टिमै छु। तर म एउटा कुरा के भन्छु भने हामी नेपाली जनता हौँ, हामीलाई जनता जुटाइरहनु भएको छ। 2-4 जना नेताहरूले चाहिँ अझै पनि यो देशको खुन चुस्नका लागि त्यसको भ्रममा नपरौँ। राजतन्त्र र गणतन्त्रको हामी हिजो गणतन्त्रलाई जसरी साथ दिएका थियौँ, आज फेरि यो अभिभावकत्व ल्याउनको लागि देशको साख घुमेको भएर, देशको इज्जत घुमेको भएर, तपाईँ हामी बाँच्न नसक्ने भएर हामीले एकचोटि फेरि अभिभावक चाहिएको छ। हो, भोलि अभिभावकले राम्रो गर्न सक्नु भएन भने छनौट हाम्रो हातमा छ। किनभने जनता जनार्दन हुन्छ। जहिले पनि विश्वमा हेर्नुहोस्, उहाँहरूले अति नै बढी गरिसकेपछि उहाँहरूलाई अब पराकाष्ठ आइसकेको छ। राजतन्त्र र तपाईँको गणतन्त्र भन्ने द्वन्द्व नेताको लागि मात्रै हो। तपाईँ हामी दाजुभाइ दिदीबहिनी हो, पहिला हामीले बिर्सिनु हुँदैन। भोलि अभिभावकले अभिभावकत्व बिर्सिनु भयो भने फेरि त्यो अभिभावकत्वलाई हामीले सम्झाउने, झकझकाउने अथवा के गर्ने भन्ने अधिकार पनि हामी जनतासँग छ। त्यसैले आज जनताले चाहिँ म यहाँहरूलाई सम्पूर्ण तपाईँहरूको मिडिया मार्फत नेपाली जनतालाई आह्वान र आग्रह गर्न के चाहन्छु भने हामी राजतन्त्र र गणतन्त्र भन्ने दुईवटा तन्त्रमा नबाँधियौँ र नबाँधिएर नहिँडौँ। हामी कुनै पनि तन्त्रमा नलागौँ। एउटै हामीले के भने हाम्रो देशमा सुहाउने अभिभावकको लागि यो खोजी गरिरहेछौँ। हो, अभिभावकले भोलि अभिभावकत्व ग्रहण गर्न सक्नु भएन भने त्यसको खोजी के भन्ने कुरा हुनसक्छ होला। फेरि अर्को प्रश्न पनि आइरहेको छ कि राजतन्त्र आउने बित्तिकै देशमा सबै कुरा हुन्छ त भन्नुहुन्छ। जादुको छडी जस्तो हुँदैन, तर इट टेक्स टाइम। कन्फर्म अहिलेको जस्तो यो हालत हामी भाँसिन पर्ने, उहाँहरू मोटाउन पर्ने अवस्था चाहिँ कन्फर्मै हुँदैन। जसरी 62-63 को आन्दोलनपछि राजतन्त्र हटाइयो, गणतन्त्र ल्यायो। गणतन्त्र ल्याउने क्रममा 17,000 को बलिदानी खेर गएको छ। यसलाई अवमूल्याङ्कन गर्न सकिन्छ र? होइन, 17,000 को होइन, 50,000 मान्छेको पनि मरेका इतिहास छन्। 2007 सालमा पनि राणा शासन जाने बेलामा, बौद्ध लाउने बेलामा, होइन, त्योभन्दा अगाडिका घटनाक्रम, राजनीतिक घटनाक्रमले तपाईँ हामी त भर्खर सङ्घर्ष गर्दै पनि थिएनौँ, जन्मेका पनि थिएनौँ। त्यो 62-63 पनि तपाईँ हाम्रो जेनेरेसनले सङ्घर्ष गर्दै थियो। म एउटा कुरा के भन्छु भने भाइ, तपाईँहरू मिडिया मार्फत कि आजको यो समस्या चाहिँ तपाईँको यस्तो विकराल समस्या थिएन। 10 वर्ष 17,000 मान्छे मार्दा उहाँले 10 वर्ष होइन 25 वर्ष हाम्रो देश धकल्नु भयो। त्यो पनि हामीले सयौँ पनि केही गर्नुहुन्छ होला। एउटाले गरेको रोड म्याप विश्व जसले पनि एउटै मान्छेले चिनाउँछ। उहाँले दिनुभएको रोड म्यापले आज देश बनाउँछ होला भन्ने हामी भ्रममा थियौँ। तर उहाँले के गर्नुभयो भने कोठै पछि राजा, घरमा तपाईँको 7 पुस्ता आफ्नो श्रीमान श्रीमती र छोरी ज्वाइँ नाति नातिनीलाई पुग्ने गरी 7 पुस्ता धन थुपार्न लाग्नु भएका कारणले हामीले व्यवस्था खराब भन्यौँ। किनभने अवस्था ठिक छ, व्यवस्था ठिक छ, अवस्था मात्रै सुधार भनेर राष्ट्रिय स्वतन्त्र पार्टी योभन्दा अघिल्लो चुनावमा 21 सिट लिएर आउँदा पनि उसले पनि बाँच्न सक्ने अवस्था भएन। होइन, अवस्था होइन, यो देशको व्यवस्था खराब रहेछ भन्ने कुरामा ऊ पनि पुगिसकेको देखिन्छ। त्यसले गर्दा यो व्यवस्था खराब छ। एकचोटि तपाईँ हामीले मिलेर 2 दिन काम छोड्नुहोस्, 2 दिन दुःख गर्नुहोस्, देश बन्छ भने सबैजना लाग्नुपर्छ। म आग्रह गर्न चाहन्छु। मैले अघि पनि भने फेरि त्यो चिजले पनि राम्रो गर्न सकेन भने विकल्प तपाईँ हाम्रो हातमा छ, हामीले सोच्नुपर्छ अहिले नै। जसरी गणतन्त्रका नायक भनिने प्रचण्डले चाहिँ पूर्वराज ज्ञानेन्द्रलाई मूर्ति चोरदेखि भाइ मारेको आरोप लाउनु भएको छ। यो विषयमा के भन्न चाहनुहुन्छ? अब उहाँको हेर्नुहोस् अलिकति चेत पनि घुमिसकेको छ, होइन, उहाँ अलिकति तपाईँको चिन्तनमा पनि हुनुहुन्छ र चिन्तित मानसिकताको उपज हो र उहाँको पारिवारिक विक्षिप्तता र उहाँले बोल्नु भएको झुटो एकपछि अर्को झुटो कुरा साबित भएका कारण उहाँ चाहिँ आफैमाथि आफैसँग डराइरहनु भएको छ। पानीमा छाया देख्यो भने डराउँछ भने जस्तो उहाँ डराइरहनु भएको छ र उहाँले बोल्नु भएको यतिसम्मको पराकाष्ठ शब्द र यतिसम्मको तुच्छ शब्द प्रयोग गर्नुभएकोमा चाहिँ प्रचण्डलाई बोली सुधार्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। म उमेरको हिसाबले पनि उहाँभन्दा निकै कम उमेरको मान्छे र एउटा कुरा राजासँग के सिक्नुपर्छ भन्नुभयो भने प्रचण्डज्यू तपाईँलाई यसरी तुच्छ शब्द कहिले पनि राजाले प्रश्न गर्नु भएको छैन, होइन। त्यत्रो रोयल म्यासाकर भयो, उहाँले कहिले पनि मेरो परिवारको हत्याको काण्ड गर्ने आज यही हो भन्नुभएको छैन। त्यसले गर्दा कति कुरा शालीनतामा मौनतामा पनि उत्तर हुन्छ। राजाले आएर उहाँहरूको जस्तो चर्चरी गर्नु भएन अथवा मौनतामै बोल्नु भएन भन्दैमा केही हुँदैन। मौनताको ठुलो उत्तर हुन्छ, यसले ठुलो उत्तर दिएको हुन्छ। त्यसले गर्दाखेरि प्रचण्डले यो बोल्नु भएको प्रति हामीले धेरै ठुलो चासो गर्नु किन हुँदैन भने उहाँको अब केही पनि छैन, परिवार पनि छैन, उहाँको साथ पनि छैन, उहाँले भन्नुभएका कुराहरू पनि छैन। उहाँको जुन तरिकाको एउटा प्रचण्ड भन्ने इज्जत थियो त्यो प्रचण्ड पनि रहनु भएन। त्यसले गर्दा उहाँ चाहिँ अहिले तपाईँको मानसिकता विक्षिप्त भएर बोल्नु भएको अभिव्यक्ति गर्छ। हाम्रो भाषा हाम्रो भेष